राति चिम्चिलाउँछ किन लाम्रो मान्छे पानी खानु पर्छ हेलो साथीहरु वेलकम ब्याक टु माई फोर्थ ब्लग अन्त आज चाहिँ म अलमोस्ट 7:30 मा उठेको छु बिकज हिजो भिडियो एडिसन गर्दा गर्दा टाइम 12 समथिङ भएको थियो म उता चाहिँ बाउ र मम्मी अघि काममा गइसकेछ नानी नुहाउने पानी त तको लुङ्गीलाई बचेको भए त्यहाँ पर हेर्नु त माया गर्नु अब भाइ बुलु बुलु गर्ने बेला निन्दा लागेको कराएको जस्तो लागेछ कि यसो नानी प्रकृतिमा निकाल्नु पर्यो नि हरियालीमा भनेर नि आमै हरियो भएको नि त आज चाहिँ यसले त दुःख पुग्नु थाल्यो भिख माग्नु थाल्यो भन्छ अब अहिले हाँस्यो भने यो त यसको त पुरा पैसा रहेछ यो त खुसी रहेछ भन्छ साथीहरू के गर्नु गफ गऱ्यो भन्छ होला साथीहरू त अब के गर्ने घरमै हामी दुइटा मात्रै हुन्छ नि साथीहरू चाहिँ यहाँ तपाईँहरू छ भनेर नि त्यहाँदेखि चाहिँ पानी मिल्छ होला फेरि भाइ नुहाउनु पऱ्यो त्यहाँदेखि फेरि भाइलाई बोक्नु पऱ्यो त्यहाँदेखि फेरि भाइलाई जुडु दिएर सुताउनु पऱ्यो एकछिन ढल्किनु घर सफा गर्नु मान खानु उसकै प्यारेन्ट्स पनि पैसा चाहिँ हामीले राइट अनि दुईवटा आलुको सब्जी छ अनि यो डल्ले जहाँ पुगो स्टिलको थालमा मिठो हेलो साथीहरु मैले चाहिँ क्लिनिङ गरिसक्यो अनि नानी पनि सुतेछ अब म नानी नुहाउनु कि ननुहाउनु मेरो टाउको नुहाउनु पानी पनि छिटाउनु थाल्यो यो वेदर यस्तो मात्रै भएको हो नि पानी पनि छिटाउनु थाल्यो हात पुसेर आएँ म चाहिँ किनकि अब पानी हेर्नु जानुपर्छ नि त नानी सुतेपछि मैले लुगा टिपेँ लुगा भिजाएँ अनि खुरुरु कुदेर बाख्रालाई घाँस लाउनु गएँ अनि खुरुरु बाख्राको तल पनि सफा गरेँ के साह्रो क्लाउडी यार साथीहरु लुगा धुइसक्दा नानी पनि उठेछ वेदर चिसो छ तर पनि लाती चिम्चिलाउँछ जिउ चिलाउँछ नि नकै छ नानी नआयो नकै छ ना कति राम्रो मठुला
फाइनली नानी चाहिँ सुतिसक्यो. आई लभ टु रिडिङ बुक्स. टाइम 12:30 उसको बाबुको कल आएको थियो, भिडियो कल. नानीको नेल काट्नु पर्ने थियो. टाइम एक्सर्साइज कस्तो छ? राम्रो मान्छे हो कि नराम्रो मान्छे हो? राम्रो मान्छे हो. लु साथीहरू, म चाहिँ डिनर बनाउँदैछु अब. हेलो साथीहरू, मेरो भिडियो कस्तो लाग्यो हेरिदिएकोमा थ्याङ्क यू सो मच. अनि हेर्दा हेर्दै लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिदिनु होला साथीहरू. सी यू इन नेक्स्ट ब्लगमा साथीहरू. बाई.